ड्यामेज पर्दैन त्यो बायोडिग्रेडेबल प्लास्टिकहरू। ट्रेक आउँछ आइरहेको हुन्छ नि केटाहरू युङहरू युथहरू आइरहेको हुन्छ ए घोडा गौडा जस्तो दौडा हुन्छ अनि खायो त्यो चिपसिप ल्याएको हुन्छ खान्छ कसले त्यो 4-5 जना फोटो खिच्दा टुरमा राख्नु रेस्पोन्सिबल टुरिज्मको प्र्याक्टिस हुँदैछ यहाँ सबैजनाले। ल फोहोर सङ्कलन कार्य विमलजी अहिले हामी के गरिरहेछौँ ल सर्टमा भनिदिनु त। नेपालमा होइन जो अब आन्तरिक बाह्य पर्यटकहरू आउँछ नि आउँदाखेरि बहुत सुन्दर सफा र स्वच्छ सोचेर अब जस्तै हरियाली रबिस चाहिँ कम मात्रामा देखिन आउँदैछ। त्यही हो यसले पनि एउटा गुड लेसन चाहिँ गइरहेको छ होइन लाइक लोकललाई। अहिले हामीले यो रबिस कलेक्सन यो पनि एउटा अवेरनेस प्रोग्राम चाहिँ हामीले उहाँलाई दिन खोजिरहेको छ। हामी प्रत्येक हाइकिङमा गर्दाखेरि हामी रबिस कलेक्सनको लागि ल धन्यवाद विमलजी।